हेलो गाइज, आज चाहिँ हामीहरू अचानक सरले चाहिँ अब एक्लै हुनुभयो नि त, अनि उहाँ तेजपुर जाउँ भनेर अचानक भन्नुभयो बिहान हो। अनि चाहिँ हामी चाहिँ हतार हतार रेडी भएर चाहिँ निस्केको हो। म, मेरो छोरा अनि मेरो हस्बेन्ड, हामी तिनजना गएको तेजपुर हो। तपाईँहरूलाई देखाउँदै जान्छु भिडियो। हेर्नुहोस् न मेरो छोरालाई कस्तो देख्छ। हामी आमा छोरा बाउलाई कस्तो देख्दैछ। मेरो चाहिँ साथी हो, आँखा रुको जस्तै भएको छ, कत्रो किरा पसेर कस्तो भइहाल्यो भर्खर। मेरो बाबु चाहिँ चपक्क लागिरहेको छ। ऊ चाहिँ गाडीमा फर्स्ट हुन्छ, हल्का नर्भस हुन्छ हो। त्यहाँ अहिले हाँस्दै खेल्दै जान्छ, यसो डराएको टाइपको गर्छ नि। बाबु हामी देखाउँदै जान्छु तपाईँहरूलाई भिडियो भनिदेऊ न ल। हामी तेजपुर गएको अझै घरमा अझै हुनुहुन्छ, त्यहाँ गएको नि बुवाको काम छ उहाँ। हामी अचानक निक्लेको, आमा छोरा पनि जाने जाउँ भन्नुभयो, हामी निक्लेको। आज चाहिँ बमडिलाको एकदम गरम छ, मतलब घाम चाहिँ एकदम चक्कन लागेको छ हो। तर जाडो त जाडै छ, तर त्यस्तो जाडो चाहिँ छैन पहिलाको जस्तै। अब तल प्लेनतिर चाहिँ कति गरम चढिसक्यो होला, यहाँ त यस्तो टन्डनपुर घाम लागेको छ साथीहरू। हेलो साथीहरू, हामी चाहिँ अहिले आइपुग्यौँ वीरपुर। हामी चाहिँ बिहान घरमै खाजा खाएर आएको, अनि अब गाडीलाई पनि खाजा खिलाइदिनु पर्यो भनेर चाहिँ तेल खिलाइदिएको गाडीलाई। नि बाबु, मेरो बाबु चाहिँ हेर्नु न लागिरहेको छ, हाँचेको नै छैन। हाँचिदेऊ न बाबा, के भयो तिमीलाई? सबैले हाँचेको हेर्नुपर्छ, तिमी चाहिँ त स्याड भएको छौ त। हामी चाहिँ यहाँबाट निस्केको साथीहरू, हेर्दै जानुहोस्। हामी चाहिँ गएको आसाम तेजपुर। हेर्नुहोस् है साथीहरू, यहाँ चाहिँ घोडाहरू रहेछ है, घोडा। म त खच्चर पो भनिरह। खच्चर त हो त? घोडा होला। खच्चर हो? घोडा हो। खच्चर त अरू आउँछ नि हैन? खुट्टाको होला अरे। चाहिँ अहिले डेङ्गा हाट आइपुग्यौँ, नाग्यौँ। मेरो चाहिँ हात हल्लिन्छ साथीहरू हो, अब के गर्ने यस्तै हो। अब नयाँ युट्युबर हो होइन, मेरो चाहिँ केही छैन, स्ट्यान्डहरू पक्रिने, अनि हल्लिन्छ। तपाईँहरूले सपोर्ट गर्नु मलाई, अनि म स्ट्यान्ड किनेर बनाउँछु भिडियो। हेर्नुहोस् साथीहरू, मेरो दिव्याङ्गलाई चाहिँ अब गरम हुँदै गयो होइन, लुगा खोलिदिएर उसले चाहिँ खालि हात खान्छ नि त। मेरो बाबुले चाहिँ हटाइदियो भने नि रुइहाल्छ ऊ चाहिँ हो। यस्तो छ हाम्रो नानी चाहिँ। उसले हेर्नु न, भोटो लगाइदिएको, भोटो नेपाली बाबु भएको छ, ढाकाको भोटो लगाएर नि बाबु। त्यो त नखाउ न त हात हटाइदियो भने फेरि रोइहाल्छ ऊ चाहिँ हो। त्यस्तो छ साथीहरू हो, के भन्नु र। हाँसिदियो अरे आज चाहिँ हाँसिदियो। हामी चाहिँ अहिले अब आइपुग्यौँ जामेरी। यो टेम्पल तपाईँहरूलाई मैले पहिला नै भिडियोमा देखाएको थिएँ होइन। त्यो चाहिँ हेर्नु न कस्तो दामी माथि छ क्या डाबुमा। यो चाहिँ हेर्नु न जापानिज टेम्पल। हेर्नु न साथीहरू, यो चाहिँ पहिरो जान्छ हेर्नु न, ब्लक लगाएको। यताको पाहाडहरूमा यस्तो ब्लक पुरा लाउँछ नि। मेरो चाहिँ हात पुरा हल्यो है। मेरो सानो चाहिँ सुत्यो हो। मेरो चाहिँ एउटा नानी बोकेको चाहिँ एउटा हातले चलाएर चाहिँ हल्लेको छ। हेलो साथीहरू, हामी चाहिँ यो टर्नल हो, यो चाहिँ 0 पोइन्टको टर्नल हो। हामी चाहिँ पहिला यो बाटो जान्थ्यो पुरानो, अहिले चाहिँ यो बन्यो नि त। यहाँ चाहिँ बेसी पुरा
उयो लाग्छ त हुसे लाग्छ अनि हुसेले गर्दाखेरि चाहिँ केही नदेखेर चाहिँ अनि यो टनल चाहिँ सक्यो टनल। अनि यो चाहिँ 1 मिनटको मात्रै छ कि पुरानो बाटो चाहिँ त घुमाउरो बाटो पर्थ्यो अनि यो चाहिँ अहिले बिचमा टनल खोलेर चाहिँ अब छिटो हुन्छ यो बाटो चाहिँ झन् छिटो हुन्छ। हाम्रो सिङ्गर चाहिँ यहाँ छ है। साथीहरू मेरो चाहिँ यो जग्गा चाहिँ एकदम बेस्ट प्लेस हो क्या, पुरा मनपर्छ मलाई। हामी चाहिँ यो बाटो हिँड्दा आउँदा जाँदा पछि यहाँ झरेर फोटो खिचेर पानी खेलेर गर्छु, पुरा मनपर्छ हो। यहाँ चाहिँ वाटरफल्स छ हो, तर आज चाहिँ अब झर्नु सक्दैन किनकि नानी काखमा सुतिरहेछ नि त। अनि अब पर्सि आउँदा चाहिँ तपाईँहरूलाई म देखाइदिन्छु है बाहिर झरेर। अहिले चाहिँ नानी सुतिरहेछ अनि आफ्नो झर्नु भएन है, हामीलाई ढिलो पनि भइरहेको छ अनि त्यही लागि यो चाहिँ एकदम दामी जग्गा हो। म चाहिँ अझै राम्ररी तपाईँहरूलाई देखाउनु सकेको छुइनँ हो, हात अप्ठ्यारो भएर। हामी चाहिँ उयो बाटो आएको हो अहिले भर्खर। यो चाहिँ हो दुर्गा मन्दिर। कुन जग्गा अरे यो साथी हो? यो चाहिँ दुर्गा मन्दिर हो, सबैले ढोक गर्नु होला है, मैले पनि ढोक गरेँ। हामी चाहिँ अब निस्केको हो। म चाहिँ यहाँ रोक्नुको कारण चाहिँ किन हो भने मैले चाहिँ मेरो छोरालाई तानेको, किनकि मलाई निद्रा लाग्दैछ, पुरा झप झप निद्रा लाग्दैछ। अनि म पनि सुतौँ कि जस्तो लाग्यो फेरि अहिले यो बाँध्दा ओर्दा त निद्रै भाग्यो, मेरो छोराको नि भाग्यो निद्रा। हेलो साथीहरू, हामी चाहिँ अहिले आइपुग्यौँ भालेपुङ हो। यो चाहिँ अरुणाचल र आसाम बोर्डर पर्छ हो। अनि अब खोइ के खाएर जाउँ कि भन्ने कुरा गर्नुहुँदैछ सरले हो। अनि जमाहरूलाई फोन नै लागेन, अनि खाना खाएरै जानुपर्छ होला जस्तो कुरा हुँदैछ, हेर्दै जानुहोस्। यहाँ चाहिँ गरम रहेछ है, पुरा गरम। हामी चाहिँ अहिले 160 किलोमिटर पार गरेर आयौँ। हेलो गाइज, हामी चाहिँ अहिले पसेको छौँ मोमो खानु। ए लक्ष्मी नारायण चिसो लाग्यो यसलाई। मोमो खानु पसेको छौँ हो। यहाँ चाहिँ ठिकैको रहेछ गरम। अनि आज चाहिँ म चपस्टिकले खाइदिउँ भनेको मोमो कि कहिले खाएको छुइनँ जिन्दगीमा पनि के। अनि अब ट्राई गरिदिउँ भनेको, नि मोमो खानु त सजिलो हो नि त है, त्यही भएर घोच्दै खाऊँ कि भनेर नि सोचिरहेको छु। हेर्दै जानुहोस् है। बाउ छोरा चाहिँ यहाँ चाहिँ यो मेरो छोरा कुल भइरहेछ बिचरा। हाम्रो चाहिँ खाना आइसकेको छ हो साथीहरू। मोमो चपस्टिकले ट्राई गर्छु भनेको थिएँ, हेरौँ के हुन्छ। हेलो साथीहरू, म चाहिँ ट्राई गर्दैछु। यो चाहिँ मैला छैन, धोएर अप्ठ्यारो रहेछ यसलाई, कहिले खाएको बाबु सजाउँदा आयो होला। सुपमा खानु त्यस्तो हुन्छ हुन्छ। होइन साथीहरू, यही नै काम लाग्छ हाम्रो लागि चाहिँ क्या। मोमो चाहिँ डल्लै खानु।
मोमो चाहिँ ठिकै रहेछ हामीले अस्ति घरमा बनाएको जस्तो चाहिँ म पक्रिदिउँ नानीको पक्रिदिन्छु भने हामीले चाहिँ मोमो खाएर निक्लेको मेरो बाबुलाई चाहिँ भोक लागेर अब मोमो खान्छ नि हामी चाहिँ निक्लेको है साथीभाइहरू खाएर हामी चाहिँ साथी हो आसाम छिरिम अघि छिरेको म त भन्नै भुल्दैछु साथी हो यो चाहिँ सेवकको जङ्गलहरू जस्तै छ सेवक छ नि उता सिलगढी जाने सेवक जस्तै छ यो चाहिँ मलाई त्यस्तो लाग्छ चारद्वार आइपुग्यौँ आसाम चारद्वार हाम्रो चमाघर चाहिँ पर छ होइन चाहिँ अब चमाघर आएको सर चाहिँ गेट खोल्न जानुभयो मिना बाबु पुग्यो दाजीघर हात नखाउनु कति खान्छ बाजु हामीलाई वेट गरिराख्नु भएको छ हेलो साथीहरू हामी चाहिँ माइली चमा घरबाट खाना खाएर निस्केको भर्खर हो भित्र पस्यौँ अनि खानाहरू रेडी रहेछ बिचरा चमाले पकाउनु भएको रहेछ अनि खायौँ हऱ्यौँ निक्ल्यौँ आज फेरि सानो चमा घर गएको हामी चाहिँ हो यहाँ चाहिँ बजार लागिरहेको रहेछ हेर्नु यो बजारमा चाहिँ हाम्रो 6वटा कुखुरा मरेको थियो अस्तिको पालि आउँदाखेरि हो बजार चाहिँ भित्र चाहिँ यो चाहिँ रोड हो यो चाहिँ आसामको चारद्वार है हामी तेजपुर पुगेको छुइनँ तेजपुर अहिले पुग्छौँ हामी चाहिँ अहिले जाँदैछौँ तेजपुरै हो यो चाहिँ तेजपुर पुग्यौँ हामी तेजपुर चाहिँ मेन मार्केट चाहिँ अब हाम्रो सरको चाहिँ कुछ काम छ होइन त्यसको लागि चाहिँ हामी गएको एकछिनकै काम छ भनेर म पनि गएको हामी चाहिँ अहिले पुग्यौँ मिसन चाराली हाम्रो चाहिँ गरमले हालत पतला भयो मेरो छोरा हेर्नु गाला रातो रातो आमाकै गरमले च्याप जिउ भइसक्यो मेरो छोराको बिजो भयो गरमले अब हामी चाहिँ जुस पिउने हामी चाहिँ गन्नाको जुस पिउने मेरो छोरा चाहिँ हेलिरहेको छ आज चाहिँ हाम्रो ब्लगमा खालि रोडकै मात्रै छ तपाईँहरू सबैजना एकदम बोर भइसक्नु भयो होला होइन किनकि अब कामै त्यस्तो प्रकारको आएको छौँ त हामी खालि सरको काम ल्याएको उसकै मात्रै काम छ त हाम्रो त केही काम पनि छैन नि छोरा हामी त त्यसै घुम्नु मात्रै आएको बुवाको साथी आएको हामी त नि बुवा एक्लै हुन्छ भनेर आएको नि हामी त केही काम छैन सरकै मात्रै छ काम हामी चाहिँ सरको साथी हो अहिले हामी तेजपुरमै छौँ मार्केट आएको छौँ सरको सपिङ गर्नु हुँदैछ के हो के नि बाबा हामी त छैन नि के पनि साथी हो हामी चाहिँ रात पर्न आँट्यो यहीँ छु हो सरको एकछिनको काम भनेर आएको न हो त म चमा घरमै बस्थेँ हो भएर टाइमै लाग्यो अब हामी चाहिँ एक्वेरियममा माछा हेर्ने अरे हो जाँदैछु माछा हेर्नु माछा चाहिँ पुरा किन्नुहुन्छ नि त एक्वेरियममा हाल्नुलाई यही होला होइन पहिलाको मरेको नि छोराले नै हेर्दैछ माछा चाहिँ कति मैला छ नि यहाँ तर सिसा पनि गन्दा छ प्लस
यो बालो कस्तो खाले यो चाहिँ प्लान्टहरू मसिनो बच्चाहरू रहेछ यसो इनको विदा कर लेता है नच्नु साथीहरू रातै पारिदियो मेरो बुढाले त गरम पनि यस्तो गरम छ मरे त सपिङ मलहरू हेर्ने मात्रै यो आँखा रहेछ केही पनि किन्ने छैन गयो जिन्दगी हमसे से मेरा बैंक तो कहाँ आएको तिमी छानु आऊ कितना पड़ा था अमाउंट 432 हामी चाहिँ सपिङ मल र ग्रोसरी किनेर निक्लेको है यो साथीहरू आजको भ्लग चाहिँ यहीँसम्म हो एकदम खतरा गरम रहेछ यहाँ चाहिँ हो अहिले नै र अहिले राति चाहिँ अलिक शीतलै छ ल आजको भ्लग चाहिँ यहीँसम्म बाउ छोरा आउनु हुँदैछ भित्रबाट गुड मर्निङ साथीहरू म चाहिँ हिजोकै भिडियोमा आज कन्टिन्यू गर्दैछु हो हामी चाहिँ आज घर जाने हो बमडिल्ला अनि यहाँ चाहिँ चमा र बहिनीले नानीसँग फोटो खिचेको छुइनँ भनेर चाहिँ फोटोसुट हुँदैछ हो हेर्दै जानुहोस् सानो हेलो गाइस हामी चाहिँ आज निक्लेको सानो चमा घरबाट आज चाहिँ घर जाने हो बमडिल्ला नि बाबु मिनी छोटीलाई नि बाबुलाई कस्तो देख्दैछ नि बाबुलाई आमालाई बुवालाई कस्तो देख्दैछ भनिदिनुहोस् सबैजना है हामी चाहिँ निस्केको तेजपुरबाट घर जाने तर अहिले एकछिन चाहिँ मार्केटमा काम छ हामी बाप्पा मोरिया हामी चाहिँ अब निस्केको तेजपुर सामान उठाउनु छ आज चाहिँ बुवाको है सबैजनालाई गुड मर्निङ भनिदेऊ न त आजको चाहिँ मौसम गरम छ हेभी के गरेको यो जग्गामा चाहिँ घरहरूमा लाउने लाइटको सामानहरू पाउँछ त्यही भएर हामी चाहिँ आयौँ अब केएफसीमा खानलाई हमारा चाहिँ आ गया है खाना टुट पड़ो ये छोरा के खाना हेर्नुहोस् है साथीहरू यस्तो आमा बाउकै हुन्छ गम दिएको हेलो गाइस हामी चाहिँ गरमले पेलक परे हो एसीमा बसिरहेको छ पेलक पर्यो अन्त एकछिन त बस्यो नि अन्त हामी चाहिँ बल्ल सरको हेर्न गाडी भर्थ्यो सामान किन्दा हो अन्त अब माछा नि एक्वेरियमको माछा किन्नुभयो भर्खर हो अनि अब चाहिँ फेरि अझै एउटा दोकानमा बस्ने काम छ त्यहाँबाट मात्रै घर जानु पाउँछ हामी नि थाकिसक्यो नि बाबा कति सपिङ गर्यो नि तिमीले ती बुवालाई सकायो नि छोराले नि आमालाई नि सकायो नि चाहिँ अब हेर्दै जानुहोस् भन्दा नि खालि मैले आजको भ्लग चाहिँ यस्तै मात्रै हालेको छु किनकि गरमले गर्दा के यताउति देखाउनु पनि सकिनँ मैले चाहिँ हामी चाहिँ तेजपुरको झिल आयौँ झिल यता नि झिल यता पनि झिल यो जग्गा चाहिँ मनपर्छ मलाई छोराले भनिदेऊ के भन्दैछ भन्दैछ उसले पनि
यो चाहिँ जग्गा यस्तै हो भन्दैछ उसको भाषामा भन्देऊ भन्देऊ भन्न हामी चाहिँ अहिले आएको छौँ माछा दोकान सुन्दर है बाबा देखो खेल्दैछौ कति नम्बर ठुलो ठुलो माछा छ होलामा एन्जल फिस हो नि यो ए गोल्ड फिस सबै गोल्ड आइटम हो नि हेर उयो छ त्यो चाहिँ स्टिल फिस होला हेरमा कति सुन्दर सुन्दर छ तिमीले थुकै निकाले बाबा एउटा लैजाने के टाउकोमा रातो भएको यहाँ यसले चुसेको सुन्दर सुन्दर भोकेर जानु हुँदैछ बुवाले चाहिँ हामी चाहिँ पछि पछि जाँदैछौँ हाम्रो चाहिँ यस्तो बिजोग छ नानी र मेरो हेलो गाइस हामी चाहिँ अब आइसक्रिम त खान्न सेक खान्छु काजु सेक बन्डिलातर्फ लागेको मेरो छोरा म अहिले माइलीजामा घर बस्यौँ उसको आजी घर अनि आजीले उसलाई तेल लगाइदिनु भयो है अनि आजी घरबाट साग तोडेर ल्यायौँ हामीले हेर्नुहोस् है फर्सीको मुन्टा हो यो चाहिँ हो घरको अर्ग्यानिक चामलले टिपेर दिनुभएको अब चाहिँ हामी लागेको साथीभाइहरू पहिला चाहिँ अब गाडीलाई अब डिनर गराइदिनु पर्यो जाने हामी बाई बाई आसाम नि बाबा डानेल टल्किँदो रहेछ नि त गुफाभित्र छौँ हामीहरू तिनजना मात्रै डरै लाग्दो रातिको 10 बजेको छ साथीभाइहरू हो आयो भने अगाडिबाट कस्तो चाहिँ हुन्छ होला हालत हामीहरूको हल्ले गरेर फोन बाहिर त जान्छ त मेरो फोन मधेर मैले हामी चाहिँ सक्यो थ्याङ्क यू भिजिट हेलो गाइज भनेर न त अन्त हेलो गाइज हामी रस्तैमै भन्यो यो चाहिँ हो तपाईँहरूको जमेरीको मन्दिर हामी चाहिँ जमेरी आइपुग्यौँ तर के गर्नु बेलुका भयो नि त साथीभाइहरू फोटो खिचौँ भनेको थियो फोटो खिच्नु नि पाइनँ रिल्स बनाऊँ भन्थेँ रिल्स बनाउनु पनि पाइनँ हो राति आइपुगेर के गर्नु यस्तै छ जिन्दगी चलिरहेको छ बिहा
हेलो गाइज, आजको भ्लग चाहिँ यहीसम्म। सबैजनालाई गुड नाइट, बाई बाई। अनि सब्सक्राइब गरिदिनु नभुलिदिनु होला।